दर्शक महानुभाव नमस्कार, म विनोद पाण्डे। अहिले हातमा यो झरेको लाली गुराँस हो, मैले टिपेको भने होइन। अहिले म कोशी प्रदेशको एउटा महत्त्वपूर्ण प्राकृतिक पर्यटकीय गन्तव्य स्थलमा आइपुगेको छु। यो स्थल हो तिनजुरे। तेह्रथुम जिल्लामा पर्ने यो तिनजुरे यतिखेर अहिले जङ्गलै रातम्बे बनेको छ। कारण हो गुराँस फुलेपछि। यहाँ विभिन्न प्रकारका गुराँसहरू फुलेका छन्। यही फुलको आकर्षणका कारणले तराई क्षेत्रमा रहेका पर्यटकहरू, आन्तरिक पर्यटकहरू र भारतीय बिहार प्रान्तका पर्यटकहरू पनि अहिले आउने क्रम बढेको छ। यो पछिल्लो एक हप्ता यताबाट चाहिँ यहाँ गुराँस फुल्न सुरु भएको छ, ढकमक्क भएको छ। अब लगभग 10 देखि 15 दिनसम्म यो लाली गुराँस अडिनेछ। र यो लाली गुराँस मात्रै होइन, यो ठाउँको अरू विविधताहरू के छ भन्ने बारे अब हेरौँ एक रिपोर्ट। पूर्वी पहाडको उच्च पहाडी श्रृङ्खलामा फैलिएको तिनजुरे मिल्के जलजले टिएमजे क्षेत्र यति बेला गुराँसको रङ्गीन आवरणले ढकमक्क हुन थालेको छ। ताप्लेजुङ, तेह्रथुम र शङ्खसभा जिल्लाको सिमानामा अवस्थित यो क्षेत्र नयाँ वर्षको आगमनसँगै प्रकृतिको एउटा अद्भुत उत्सवमा परिणत भएको छ। वनका प्रत्येक डाँडाकाँडा, पाखा पखेराहरू गुराँसका थुगाले सजिन थालेका छन्। रातो, सेतो, पहेँलो र गुलाबी रङले रङ्गिएको यो हरियाली भूभाग मानव प्रकृतिले आफ्नो क्यानभासमा रङहरूको कविता कोरेको अनुभूति हुन्छ। टिएमजे क्षेत्रमा अधिकांश भागमा गुराँस फुल्न सुरु भइसकेको छ र आगामी 2 साताभित्र सम्पूर्ण वन ढकमक्क हुने अपेक्षा गरिएको छ। वैशाखको पहिलो सातासम्म पुग्दा यहाँको प्रत्येक डाँडा गुराँसले ढाकिनेछ। नेपालमा पाइने 32 प्रजातिका गुराँस मध्ये 28 प्रजाति यही क्षेत्रमा भेटिनु यसको जैविक धनीपनको परिचयक हो। राष्ट्रिय फुल लाली गुराँस मात्र होइन, विभिन्न रङ र आकारका गुराँसले टिएमजेलाई गुराँसको राजधानीको रूपमा परिचित गराएको छ। गुराँस फुल्न थालेसँगै पर्यटकको चहलपहल पनि उल्लेखनीय रूपमा बढ्न थालेको छ। आन्तरिक पर्यटकसँगै भारतबाट आउने आगन्तुकहरू पनि यो प्राकृतिक सौन्दर्यमा रमाउन टिएमजे पुगिरहेका छन्। स्थानीयका अनुसार गुराँसले ढकमक्क बनेको वनको दृश्यले जो कोहीलाई पनि लोभ्याउने गर्दछ, जसले प्रकृति प्रेमीहरूलाई बारम्बार यहाँ तानिरहन्छ। गुराँसको सौन्दर्यसँगै स्थानीय लिम्बू समुदायको संस्कृति र पहिचानले यस क्षेत्रको आकर्षण अझ बढाएको छ। स्थानीयका अनुसार अहिले फुल्न थालेको गुराँस वैशाखभर टिक्ने गर्दछ। गुराँस नझरुन्जेलसम्म टिएमजे क्षेत्र प्रकृति प्रेमीहरूको गन्तव्य बनेर रहने विश्वास गरिएको छ। प्रकृतिको रङ्गीन उत्सव, शान्त पहाड र गुराँसको सुगन्धले भरिएको टिएमजे यति बेला साँच्चै नै एउटा जीवित कविता बनेको छ। आमसंसार.com का लागि विनोद पाण्डेको रिपोर्ट।